श्रावण वर्षाको महिना मात्र होइन, यो त समयले मानिसलाई आफ्नै आत्मासँग फेरि परिचय गराउने ऋतु हो। जब पहिलो वर्षाको थोपा सुकेको माटोमा झर्छ, त्यस बेला धरती मात्र भिज्दैन, आशा पनि पलाउँछ। किनकि प्रकृतिलाई थाहा छ, हरेक सुक्खापछि हरियाली सम्भव छ। श्रावणको हरियालीले एउटा मौन सत्य बोलिरहन्छ, रुखहरू पतझरको हिसाब राख्दैनन्। उनीहरू त हरेक वर्ष फेरि पलाउँछन्, त्यसैले जीवनको सबैभन्दा ठुलो साहस कहिल्यै नढल्नु होइन, ढलेपछि पनि फेरि जीवन्त हुन सिक्नु हो। हरियो चुरा हातमा बज्ने आवाज मात्र होइन, यो त सम्झना हो कि आशाले कहिले आफ्नो रङ फेर्दैन। समयले मानिसलाई थकाउन सक्छ, तर विश्वासलाई बुढो बनाउन सक्दैन। मेहन्दीको रङले जीवनको सबैभन्दा गहिरो अर्थ बोकेको हुन्छ। गाढा रङ तुरुन्त आउँदैन, उसलाई समय चाहिन्छ, धैर्य चाहिन्छ, पर्खाइ चाहिन्छ। प्रेम पनि त्यस्तै हो, विश्वास पनि त्यस्तै, र चरित्र पनि। जसलाई हतार हुन्छ उसले रङ त देख्छ, गहिराई कहिले देख्दैन। व्रत भोगको नाम होइन, यो त आफ्ना इच्छा भन्दा माथि उठेर आत्माको आवाज सुन्ने एउटा अध्याय हो। किनकि आफूलाई जित्न सक्ने मानिसले संसार जितिराख्नु पर्दैन। शिवजीको शिरमा चढाइने एक थोपा जलले जीवनको पाठ सिकाउँछ। जल जहाँ अडिन्छ त्यहाँ बिग्रन्छ, जहाँ बग्छ त्यहाँ निर्मल रहन्छ। मानिसको मन पनि त्यस्तै हो, रिस रोकिए विष बन्छ, पीडा थुनिए घाउ, क्षमा बग्यो भने मन गङ्गा बन्छ। बेलपत्रका 3 पात 3 सत्य हुन्, विश्वास, धैर्य र त्याग। यी मध्ये एउटा मात्र हराए पनि जीवनको पूजा अधुरो हुन्छ। मन्दिरको घण्टी भगवानलाई सुनाउन बज्दैन, त्यो त मानिसभित्र निदाइरहेको चेतनालाई बिउझाउन बज्छ। किनकि मन्दिर भन्दा पहिले भगवान मनमा जाग्नुपर्छ। श्रावणको वर्षा आकाश रोएको होइन, प्रकृतिले धरतीलाई सम्झाइरहेको हो। सुक्नु अन्त्य होइन, फेरि पलाउने समय अझै बाँकी छ। र सायद श्रावणको सम्पूर्ण सार यति नै हो कि जीवनमा हरियाली रुखमा होइन, विश्वासमा पलाउँछ। पवित्रता नदीमा होइन, मनमा बग्छ। प्रार्थना शब्दमा होइन, नियतमा जन्मिन्छ। भगवान मन्दिरमा भन्दा आत्मामा बस्छन्। र प्रेम कहिल्यै मागेर पाइँदैन, त्यागेर प्राप्त हुन्छ। त्यसैले श्रावण ऋतु होइन, एउटा स्मरण हो कि समयले जे जति खोसे पनि यदि मनभित्र विश्वासको एउटा सानो बिउ अझै बाँकी छ भने प्रकृति जस्तै मानिस पनि फेरि हरियो हुन सक्छ।